गुड मर्निङ एभ्रिवान। आज धेरै महिना बाद सानो भिडियो लिएर आएको छु फेरि। के भन्दा चाहिँ आज चाहिँ म जेरिनियम हाउसमा काम गर्दै थिएँ नि त, र मेरो जेरिनियम चाहिँ यति दामी फुलेको रहेछ। तपाईँहरूलाई पनि देखाइदिनु मन पऱ्यो नि त, हेर्नुहोस् ल। सबै चाहिँ होइन, कति चाहिँ नयाँ भेराइटी हो। जस्तै कि यो चाहिँ लिया जोसेफाइन। मेरो फोनको क्यामेरामा यसको एक्चुअल कलर चाहिँ आउँदैन, र पनि यो चाहिँ लिया जोसेफाइन हो। यो चाहिँ टिए फ्रेन्ची। कलर सिमिलर देख्ला पुरानो जस्तै, तर यो चाहिँ नयाँ हो टिए फ्रेन्ची। कत्रो फुलेको छ हेर्नुहोस् न। अन्त छ यहाँ चाहिँ मेरो पिङ्क अर्किड। सबै चाहिँ नयाँ होइन, यो पिङ्क अर्किडहरू चाहिँ पुरानै हो, तर पनि कस्तो राम्रो फुल्छ पिङ्क अर्किड। यो पनि टिए फ्रेन्ची नै हो। यो चाहिँ सबभन्दा मेरो फेभरेट नयाँ हुनु चाहिँ हेर्नुहोस् ल, रोज अफ मे। कत्रो फुलेको छ हौ, हेर्नुहोस् रोज अफ मे। यो चाहिँ हो म्याटपल रोज। कति चाहिँ सिमिलर देख्छ, म्याटपल रोज, एनास्थेसिया, सालमन कम्टेस, टिए म्याडम मसली, सिमिलर देख्छ। यो चाहिँ हो रोजालिन्डा। रोजालिन्डा पनि कस्तो दामी फुलेको छ हेर्नुहोस् न, एउटै पटबाट फुलेको मेरो रोजालिन्डा चाहिँ। यो चाहिँ हो एना बुड्डा। यो पनि नयाँ हो यसको, तर यो रेड कलर देख्दैछ भिडियोमा, यो रेड कलर चाहिँ छैन। यो चाहिँ पिच एडभेन्चर्स, भर्खर ब्लुम हुनु स्टार्ट हुँदैछ, अब राम्रो फुल्छ। यो पनि एना बुड्डा नै हो। यो चाहिँ मेरो सिङ्गल पेटल्स हाइब्रिडमा हो, रक स्प्ल्यास। यो पनि राम्रो छ, मलाई पुरा मनपर्छ। यो चाहिँ हो लभ स्टोरी, टिए लभ स्टोरी। यो फक्रेकै छैन, कोपिलामै छ। कस्तो राम्रो कलर छ, यो पनि पिङ्क कलर छ। यो रक स्प्ल्यासै हो। यो लिया जोसेफाइन। सबभन्दा डिमान्डमा भएको चाहिँ यो र रोज अफ मे हो। अन्त यो चाहिँ मेरो एस्ट्रिड पनि एकदमै राम्रो फुल्नु आँटेको छ, फुल्दैछ, उता पनि छ, अझै फक्रिनु पाएको पनि छैन। यो पनि मेरो पिङ्क अर्किड हो, यो पनि राम्रो फुल्दैछ। यो चाहिँ ब्ल्याक मेम्बा हो। फुलाइ पनि राम्रै छ, कलर राम्रो छ, ब्ल्याक लिप्ससँग यो कलरको कम्बिनेसन चाहिँ राम्रो लाग्छ। यो मेरो एस्टर हो। एस्टर चाहिँ भर्खर कोपिला हुँदैछ, फक्रिनु आँटेको छ। यो त अरेन्ज रोजबट। यो चाहिँ पुरानो भेराइटीहरू, तर पनि मलाई पुरा मनपर्छ यो भेराइटी। अन्त यो हो टेनिस। टेनिस पनि नयाँ चाहिँ होइन, पुरानो नै हो, तर पनि एकदमै राम्रो फुल्छ टेनिस। मार्सिली पनि फुल्दैछ भर्खर। यो चाहिँ हो स्टेला वाइट। यसको स्टेलामा पनि धेरै कलर छ, सबै फुलिसकेको छैन मेरोमा। यो हो लाराजेमको खासमा कलर अलिकति लाइटमा छ, यसमा चाहिँ अलिकति कडा नै देख्दो रहेछ, तर पनि केही छैन। र यो चाहिँ मालुर्का हो। मालुर्का पनि स्टेलाकै अर्को कलर हो, भेराइटी हो। यो चाहिँ बारबारा हाइन्स चाहिँ एउटामै यस्तो बेसी कलर वाइट, पिङ्क, रेड भएर फुल्छ। यो चाहिँ ट्युलिप। सबैजनाले एकदमै मन पराउनुहुन्छ, पुरानो भेराइटी हो, र पनि यसको अहिलेसम्म डिमान्ड छ। ट्युलिपको पनि पुरा कलर्सहरू छ। यो चाहिँ वाइट भयो, यो अर्कै अरेन्जमा हो, फेरि यो चाहिँ अर्कै अरेन्जमा छ। यो पनि सिङ्गल पेटल्स हो। यो चाहिँ मलाई गिफ्ट ल्याइदिनु भएको थियो एकजनाले। अरू चाहिँ सबै सिङ्गल पेटल्स हो, तर पनि कस्तो राम्रो फुल्छ भनेर चाहिँ राखेको नि, तर हाइब्रिड सिङ्गल पेटल्स हो। यो सबै लोकल चाहिँ होइन। यो चाहिँ हो पासात पनि कस्तो मजाले फुल्छ हेर्नुहोस्, पासात। इरा सिल्भा साइडमा अलिकति यस्तो छ, कलर चाहिँ कस्तो राम्रो छ यसको पनि। यो चाहिँ हो पेपर रोज पनि कस्तो राम्रो छ। यो प्रिटी पेटीकोट चाहिँ अर्को सबैजनाले मन पराउनुहुन्छ, प्रिटी पेटीकोट। यो चाहिँ अहिले पनि हाई डिमान्डमा भएको फुल हो मेरो प्रिटी पेटीकोट। यो चाहिँ मेरो रोज अफ मेको अर्को बोट हो, पुरा राम्रो भइरहेको छ, यत्रो भइरहेको छ। यो चाहिँ फुल्नु आँटेको छ।
यो पनि पेपर रोजै हो। यो सिंगल पेटल्स, यसको चाहिँ मलाई धेरैजनाले नाम पनि सोधिरहनु भएको थियो। यो त लोकल होइन भन्नुहुँदै थियो। यो लोकल चाहिँ होइन, यो पनि डफमा पुरा डफ हाइब्रिड हो र यसको नाम चाहिँ एलिस अफ भेनासस इसुडोरा डन्कान। यो चाहिँ त्यस्तो पुरानो पनि होइन, नयाँ नयाँ नै हो। यसको पनि डिमान्ड चाहिँ पुरा छ। यो पनि इसुडोरा डन्कान। यहाँ मेरोमा मदर प्लान्ट चाहिँ 2टा छ। यो ब्लू स्प्रिङ यो फोटोमा यस्तो कलर नआएर हो कि के हो, कस्तो कस्तो कलर देख्दैछ। यो चाहिँ कस्तो ब्लू कलरमा राम्रो छ ब्लू स्प्रिङ पनि। यो मेरो फेरि सालमन कम्टस पुरानो हो तर पनि कस्तो राम्रो फुल्छ हेर्नुहोस् न, बल जस्तो सालमन कम्टस। यो चाहिँ हो टिएम एडम मसली राम्रो फुलिरहेको छ। पनि यो चाहिँ रोसिटाको छेउमा राखेर यसको कलर टिपेको मात्रै हो। यसको खास कलर चाहिँ फोकसै भएन हौ। यो खास कलर चाहिँ यो हो। यो रोजालिन्डाले कलर टिपेको पो त, कस्तो राम्रो फुलिरहेको छ तर पनि। र यो चाहिँ लाइल्याक मिस्ट हो। त्यस्तो कलर आउँदैन रहेछ, त्यस्तो कलरै आएन लाइल्याक मिस्टको। अर्कै कलर छ लाइल्याक मिस्टको। र यो चाहिँ मेरो कति फुलेको जेरेनियम्सहरू थियो र तपाईँहरूलाई पनि देखाइदिनु मन परेर एउटा भिडियो बनाएर हालिदिएको। र अझै धेरै जेरेनियम्स छ जुन चाहिँ फुलिसकेको छैन र यसको भिडियो पनि छिट्टै म पोस्ट गर्छु। र थ्याङ्क यू।